अमित नै सुन्नु न यता ढाका टोपी मेडिकलमा पाउँछ र मेडिकलमा किन भन्दैछ ढाका टोपी मेडिकलमा मेडिकलमा पाइने कस्तो टोपी हो मेडिकलमा पाइने कस्तो टोपी हो यार गले नि अझै मेडिकलमा पाइने टोपी कस्तो हुन्छ मेडिकलमा पाउने टोपी त कस्तो हुन्छ र कति जोड टोपी किन्छ साँच्ची गाइस म सोझो मान्छे हो कसम यस्तो कमेन्ट नगर्नु म फेरि मेडिकलमै पाइन्छ मलाई ढाका टोपी दिनु न भनेर माग्दै जान्छु मेडिकलमा पागल मेडिकलमा पाइने टोपी भनेको अस्ति छ त नबौलाई के त यहाँ मैले दिमाग रबरको टोपी रे कल्यो अनि सुन तिमीले त्यो टोपी चाहिँ कसलाई लैजान ला र दाइलाई मैले के सोचेँ भने त्यो टोपी त आफै राख्ने हो कि भनेर सोचेँ नि फेरि डन यार यति सोचो पनि नभन तिमी यार छ्याक गाइस साँच्ची कमेन्टमा मलाई यस्तो नसिकाउने कसम मैले फेरि मेडिकल गएर मलाई रविन दाइलाई लानु छ एउटा ढाका टोपी देखाइदिनु भने अनि मेडिकलमा चाहिँ एउटा ढाका टोपी पाउँछ त सेटै किन्नुपर्छ होला नि त नि मेडिकलमा सेटै पाउँछ ढाका टोपी सेटै पाउँछ मेडिकलमा सेटै पाउँछ ढाका टोपी किन पाउँदैन ए बहिनी यार प्लिज यार केटाहरुले त्यहाँ तिमीलाई गाइस त्यस्तो सेतो टोपी त लादिन म लग्यो भने कि कालो ए बहिनी सेतो टोपी ए डन बहिनी तिमी साँच्चै नजानेर यस्तो अज्ञानी बन्छौ कि साँच्चै तिम्रो दिमागमा किरा लाग्यो के नबुझेर कसो भनेके अनि कमेन्टमा त्यस्तै गर्छ त न मेडिकलतिर त नराख्छ कि न त्यस्तो लुगाहरू पनि पागल मेडिकलमा लुगा पाइन्छ बौलाई तो टोपी चाहिँ लाउने कहाँ हो फेरि कुन चाहिँ काँडावाला अरे हाम्रो के बुझेर हाँसियो बौलाई काँडावाला टोपी नै हुन्छ काँडावाला टोपी नै हुन्छ ए बहिनी मरवा आगे के बस करू मरवा आगे त्यहाँ कमेन्टमा बहिनी त्यहाँ मान्छेले तिमीलाई टोपी भनेको अर्को टोपी कुरा गर्ने कि उनीहरूले भनेपछि कस्तो हो र अर्को टोपी भनेको चाहिँ अर्को टोपी भनेको चाहिँ सन्तान आउन नदिनको लागि एउटा छोरा मान्छेले युज गर्ने एउटा अस्ति साधन बौलाई त्यसलाई टोपी भन्छ त्यही भन्छ बहिनी यार हामीले स्वास्थ्य विषय पढ्दाखेरि त्यसलाई त अर्कै टोपी भन्थ्यो हाम्रो के बिचारा हुन त अब डल्ले टोपी किन्न लग्यो पनि ठिकै हो अब फेरि अब लाउने त रविन दाइले नि हो होइन गाइस मलाई कसम गाइस यस्तो नसिकाउनु कसम म सोझो मान्छे छु मैले गएर मेडिकल पोखरा गएर दाइ मेडिकल गएर दाइ मलाई यो मेरो दाइलाई चाहिँ टोपी लानु छ मलाई टोपी दिनु न भने आजको विषय टोपी रे आजको विषय टोपी रे अनि त्यहाँ ठ्याक्कै त्यहाँनिरबाट हामी ट्याक्कै त्यो